हेलो वेलकम टु माई च्यानल। मेरो हातमा आज के छ के पाक्छ होला हेर्दै जानुस् है। के भन्छ म लास्टमा भन्छु। ल हेर्नुस् मेरो बुहारीको मेहनत आज हामीलाई के कुरा बनाएर खुवाउँदैछिन्। यिनै हुन् बुहारी। यता हेर्दै ल हेर्नुस् मेहनत मोटो मोटो भयो। अब कस्तो कस्तो बन्छ। अब मलाई त आउँदैन, तिमी नै बनाऊ। चपिङ गर्नुपर्छ। के बन्छ अब के भन्दैन, मन्चुरियन भन्छ। हे भगवान्, मैले लास्टमा भन्ने भनेको थिएँ, तिमीले पहिल्यै भन्थ्यौ कि। ल इन्डियन स्वादमा मन्चुरियन्स बनाउँदैछिन् है। ल बाँकी हेर्दै जानु होला। पछि कुरा गरौँ न। बाँकी पछि कुरा गरौँ ल। यसमा के एड भयो अनि अरू पनि छ त के रातो रातो। अनि त्यसपछि हरियो खुर्सानी, नुन, अजिना, धनिया हरियो, हरियो प्याज, यति। हरियो गार्लिक होइन? हो। अब मैदा हाल्न बाँकी छ। यति मोलम पहिला यो कलर पनि हो। कलर पनि हो। कलर नहाल्दा हुँदैन। थोरै हालेको। लाल मिर्च, अजिना मटर, मसलाकै आइटमहरू गए अरे। मलाई त थाहा छैन बनाउने, यिनलाई थाहा छ। यिनले के हालिन्। आज हाम्रो घरमा मन्चुरियन्स बन्दैछ इन्डियन तड्कामा। इन्डियन टेस्टमा। इन्डियाबाट सिकेर आएन अरे कि यिनले सुटुक्क पारेर। मन्चुरियन हाल्थे हो। हेरौँ कतिको रहेछ स्वाद तिम्रो हातमा। हामी पनि सिक्नु पर्यो, हजुरहरू पनि सिक्नु होला। ल मैले यसमा मैदा पनि एड गरिदिँदैछु। अघि हालेको कर्नफ्लावर हो, यो चाहिँ मैदा, शुद्ध मैदा। यसरी हाल्ने न, सबै हाल्ने हो। पल्टुटर हाल्ने हो सबै? ओभर होला त। आधा हाल्नु न पहिला। कोबिज अनुसार हो के, कोबिज थोरै छ छन त आधा लाग्छ है। हो र, मलाई थाहा भएन। म पनि आज सिक्दैछु मन्चुरियन्स बनाउनु। बेसार त कमाउनु। बेसार कहाँ हाल्यो अब? ए हाल्दैनन् किन? हल्का बेसारको तड हाल्दैन ल। हालिदियो हुन्छ आफ्नो घरमा खानु त। त्यो कि सेतो सेतो मानेको। पछि पकाउँदा रातो हुन्छ त के। बहुत ज्यादा जाँदो रहेछ यार। भयो अहिले ठिकै भएन। लास्ट बन्द। अब मैदा पनि एड भयो। रेडी भइसक्यो। अब ग्यास पनि चालु भइसक्यो। सनफ्लावर सनमुन तेल है। सनमुन तेलमा आज मन्चुरियन्स बन्दैछ। हिरा लौसम्म त यो मोबाइल खस्ने जस्तो भयो कि। यो साग पकाएपछि त कराई त हेर त के सेतो सेतो बन्दो रहेछ। धुने ल
कुकम्यान यता छिन् बनाउँदै छिन् म चाहिँ भिडियो बनाउने मान्छे हो ल ल यसरी बनाउँदो रहेछ ल सुस्तारी गर्छ मलाई पनि पोली फाल्ने फेरि कोडा सानो छ नि तेल तर हाइली तात्तिएको रहन्छ है तात्तिए छ हो पानी पनि लगाउँछन् हातमा सजिलो हुन्छ पानी लगाएपछि लगाएपछि डल्ला छुट्छ नि त ए हेर्नुहोस् आयो द होममेड मन्चुरियन्स अहिले फाल्न त फालेछौ तर त्यो छुट्छ कि नै त कि जम्छ छुट्छ हिराले आज मन्चुरियन्स बनाउँदैछिन् देख लो गाइस देख लो कसले सिकायो कि यसरी बनाउँछन् भनेर कसले सिकायो हाम्रा साइलाबाले इनका साइलाबाले मन्चुरियन्स बनाउन सिकाउनु भएको छ अरे हामीलाई पनि वाउ कस्तो दामी देखेछ यार आज हिरा कुमारीले यो मन्चुरियन्स बनाउँदाखेरि पन्नु पनि कुच्चा काच्चा पारिदिन्छ थियो खुब अघिसम्म कति राम्रो थियो त्यसै के बनाउनु भयो अरे ए मेरो खेल्ने दादा भने कस्तो भयो हजुरलाई मन पऱ्यो कि मलाई त गन्ना लाग्यो कस्तो गन्ना र कोबिस त गन्नाउने त बास्न आयो त भन्छन् यार मान्छेले गन्ना आयो अरे कि देखो न गाइस टिकटक बनाउनु भनेर के त्यहाँ मेरो बुहारीको कला हेर्नुहोस् कला हालेर फेरि अर्को तल हाल्दैछन् अझै यति धेरै रहेछ टाइम लाग्छ होला है टाइम भन्दा पनि सानो कडाई छ राख्नु भने डबल टेबल पर्छ होला अब यो लास्ट त है कसरी तान्ने यसो देखाउनु मलाई पनि हजुर थोरै गरेर यो चाहिँ लास्ट हो अब यति सकेपछि सकिन्छ यस्तो चाहिँ बनिसक्यो लगाइस अब खानको लागि अन्तिम प्रतीक्षा यति छ यति भइसक्यो भने हामी खान्छौँ खाएको पनि देखाउँछु नै चलाएकै छैन फेरि छुटिहाल्दो रहेछ है त्यस्तो जति जमे पनि है यो अब नेक्स्ट टाइम म बनाउँछु ल ओके छ खानाको लागि रेडी भइसक्यो हेर्नुहोस् खास पकौडालाई भन्दा रहेछ मैले मन्चुरियन ग्रेभी मन्चुरियन फ्राई हाम्रो नेपालमा पकौडा इन्डियामा मन्चुरियन्स होममेड मन्चुरियन्स अर्को टालो छैन तिलको चटनी टमाटर तिल लसुन हरियो धनियाँको चटनी चाय त्यस पछाडि मन्चुरियन्स त्यस पछाडि चटनी हजुर के भन्नुभयो हजुरले ए सानो तिमीले मन्चुरियन्स खाएनौ ओ चियामा डुबा के खाओ खाओ मीठो छ यता हेर त
आई लभ यु मेरो मेरो भदैको नाखबेरी हेर सिक्की मात्रै छ चिया गफ चटनी मन्चुरियन्स आफ्नै गफमा व्यस्त छन् है यिनीहरू अब म पनि खान्छु सबै राम्रो छ आफूले कपाल टाकटुक बनाएछ ताता खायो होला त्यही भएर टेस्ट लास्टै मिठो छ मन्चुरियन हाम्रो यहाँ नेपालमा बन्दाको म खान्थेन के आलु नहालेसम्म बन्दाको खान्नमा पकौडा दिदी आदु लसुनको पेस्ट हरियो प्याज हरियो धनियाँ अनि यो कोबी सब हरियो खुर्सानी यस्तै यस्तै भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र मेरो भिडियोलाई माया गरिदिनु होला हस् धन्यवाद।